लाइभ गरेको छु नि मेरो निवासको बाहिर गेटमा। त्यो दिन प्रधानमन्त्री कार्यालयमा कुन चाहिँ दूतावासको गाडी ओहोर दोहोर गरिरहेको थियो, तर त्यो दूतावासको गाडीमा को बसिरहेका थिए। यहाँ हाम्रो देशलाई प्रयोगशाला बनाइँदैछ, रणभूमि बन्दैछ हाम्रो देश। जति तपाईहरू सामान्य बुझ्दै हुनुहुन्छ त्यो सामान्य त कुरा होइन, यो बडो गम्भीर विषय छ। बोल्दाखेरि फेरि सोच्न थाले, किन सोच्न थाले भने बोलौँ किन बोलौँ। म तपाईँहरूलाई भन्न चाहन्छु, जुन बुझ्नुहोस् यहाँ पानी बाँड्नेहरू मन्त्री बाँडिरहेका छन्। म बालेन्द्र शाह, हर्क साम्पाङ र लगायत जति पनि हुनुहुन्छ, हर्क साम्पाङको धेरै ट्रोल भयो। उहाँ चाहिँ धरानका मेयर हुनुहुन्छ, देशको माटोको लागि उहाँले काम गर्नुभएको थियो। उहाँ जस्तो मान्छे मन्त्री प्रधानमन्त्री बन्न काठमाडौँ आउनुभएको थियो। त्यो टाइममा विभिन्न सामाजिक सञ्जालमा उहाँको मजाक उडाइयो। माटोको लागि काम गर्ने मान्छेहरू यो सरकारमा परेनन्। किन परेनन्? हामी त ट्रोल गर्छौँ, मजाक उडाउँछौँ, हाँस्छौँ, तर हाँसिरहँदा त्यसको गम्भीरता बुझ्दैनौँ, त्यसको संवेदनशीलता बुझ्दैनौँ, त्यो विषयहरू बुझ्दैनौँ। म हर्कजीलाई भन्न चाहन्छु, धरानका मेयर हुनुहुन्छ, हर्कजी तपाईँ पार्टी खोल्नुभन्दा आइएनजिओहरूमा यदि तपाईँ काम गरेको भए, तपाईँको त्योमा सदस्यता भएको भए सायद तपाईँ आज सरकारमा अटाउनुहुन्थ्यो होला।